कति हिजो उहाँले भिडियो बनाउनु पर्यो, टिकटक बनाउनु पर्यो। यस्तो रमाइलो ठाउँ जाँदैछ होइन र, बल गर्न पर्यो नि, यस्तो बल गरेर हिँड्नु पर्यो। सम्पूर्णमा नमस्कार। यो चाहिँ लापु गाउँको यो रमाइलो ठाउँ हो। तपाईँहरू देख्न सक्नुहुन्छ लापु गाउँ। हामी यही रमाइलो लापु गाउँ हुँदै हाम्रो धार्चेको यात्रा तय हुनेछ। अब हामी सुरु गर्छौँ धार्चेको यात्रा। यस्तो हुन्छ कहिले काहीँ लड्नु खोज्छ, हिँड्नलाई गाह्रो भइरह्यो है। अब मोटरबाट टक्क रमाइलो पुङगाङसम्म पुगे त, पुङगाङ पार्कसम्म पुगे त। यो बहिनीहरू सरर गाडीमा आउँथ्यो है। बोक्देऊ के पर्छ नाताल चाहिँ भाइ बाहिर चाहिँ सहयोग गर्नु पर्यो नि त। अनि भाइले हेर तिम्रो चाहिँ झोला बोक्ने मान्छे पाएन, खोज्यौँ एउटा। हामी रमाइलो कहाँ रे पुङगाङ पार्क जान लागिरहेछौँ कि धार्चेसँगै धार्चे। हाम्रो टिम टोलीहरू टन्न छ। हाम्रो बहिनीहरू हिँड्न नसकेर झोला बोक्देऊ भनिरह साथीहरू। ल अब यो रमाइलो पुङगाङ पार्कमा चाहिँ टक्क बाटो पुग्ने हो है। यो नानीहरूको झोला चाहिँ गाडीमा झ्याम्मै हालेर लान पाउँथ्यो होइन। अनि मजाले हो नि है, यस्तो हो नि। यो चाहिँ नयाँ वर्षमा मात्र नभइकन सधैँ 12 महिना चाहिँ सरर होइन घुम्न पाएँ। यो रमाइलो पुङगाङ पार्क चाहिँ धेरै सुन्दर हुने थियो। यति धेरै छन्। यो चाहिँ लापुको कुन ठाउँ रे यो साथीहरू? कहीँ भयो भन्नु एकदम फास्ट। चाम्रो भन्ने ठाउँ रे। ल हाम्रो भाइलाई थाहा छ क्या, यो बहिनी नै थाहा है, बहिनीलाई पनि थाहा छ। बहिनी यो चाम्रो भन्ने ठाउँ हो। हामी चाहिँ चाम्रो भन्ने ठाउँबाट अब सिमोच्यात भन्ने ठाउँ आउँदैछौँ। साथीहरू एकदम आउनु होला है। यो बाटो चाहिँ लापुबाट सिमोच्यात हुँदै पुङगाङ रमाइलो पुङगाङ पार्कबाट धार्चे जाने यति राम्रो। अब बाटो पनि बनाउने कुरो भइरह। रमाइलो पुङगाङ पार्कसम्म चाहिँ हामी बाटो बनाउने कुरो भइरह। ए त्यो भाइहरू आएपछि त के एकदम। ल यहाँ बहिनीहरू पनि रहेछ, भिरकुनाको बहिनीहरू होला पक्कै, यति धेरै छन्। ल क्यामेरा चाहिँ अन्त मत। ल खोइ हो गर्नु न भन्नु। अच्छा यस्तो रमाइलो भइरहेछ। यी तलबाट फेरि आउँदैछ टिम। यो साँच्चीकै एकदम चाहिँ पर्यटकीय गन्तव्यको रूपमा स्थानीय सरकारले पनि केही व्यवस्था गरिदिए धेरै राम्रो हुने थियो। अहिले चाहिँ टक्क यहाँ हामी अब सिमोच्याततिर लाग्दैछौँ। एकदम यो रुट पनि लापुदेखि सिमोच्यात अन्दै पुङगाङ रमाइलो पार्कबाट धार्चे जाने रुट चाहिँ एकदम राम्रो हुनेछ भन्ने लाग्छ मलाई। साथीहरू यसमा चाहिँ एकदम हजुर पनि घुम्न आउन सक्नुहुनेछ। ल यो चाहिँ लापुको रुटबाट है, लापु सिमोच्यात र पुङगाङ हुँदै धार्चे जाने। ए हाम्रो बहिनी हिँड्न नसकेर अन्त यस्तो भइरहेछ। हाम्रो बहिनीहरू झन् एकदम थकित छ। चाहिँ अलिकति स्थानीय सरकारलाई चाहिँ अब गाडीको बाटो व्यवस्था पुङगाङ पार्कसम्म भन्ने कुरा छ हाम्रो साथीहरूबाट, बहिनीहरूबाट। ल ओहो हेर्नु त, तपाईँहरूलाई पनि यस्तो रमाइलो। ब्रेसलेट पनि पायो भने बहिनीले यस्तो रमाइलो। ल तपाईँहरू पनि आउन सक्नुहुनेछ है। यो वर्षको नयाँ वर्ष हो यो। ल 2083 सालको चाहिँ नयाँ वर्षमा हामी धार्चे यसरी। आमामा हेर्नुहोस् त। ल साथीहरूको मन पनि एकदम खुल्दुली भइरह होला यार। ओहो आम्की लागेर आमामा। हाम्रो बहिनी हिँड्न नसकेर कस्तो भइरहेछ नि।
कोही कोही चाहिँ यस्तो दौडिन्छ कि कोही कोही जस्तो ढल्नला यो बहिनीले खुट्टा उचाल्न नसकेर नै यस्तो बसिखायो के गर्ने यस्तो बाटो सट्ट हो नि है हो नि यो बहिनी कुरा सुन्नुहोस् है त हो नि हेर्नु त बिजोग छ अब गाडी बाटो बनाइदिनु भनेर एकदम चाहिँ अनुरोध सरकारसँग यो पर्यटकीय क्षेत्र पुङकाङ रमाइलो पुङकाङ पार्क प्लस धार्चे जाँदैछौँ अब हामी सिमोच्यात आउँदैछ है नानी हाम्रो बहिनी ल यो त हिँड्न नसक्ने मेरो बहिनी हो नि त लापाबैसीको यस्तो छ यो अब सिमोच्यात जाँदैछौँ हामी अझ 4 वटा उकालो छ यस्तै अनि भने त आमामा यसो होइन नि आमा बिचरा यस्तो पानी खाइरहेको छ नि त म नि यस्तो थाकेँ के पानी बाटो भइदिएको भयो है यो नानीहरू के हाम्रो बहिनी यो तिमी पोटु कहाँ गरे अलिक गाह्रो भयो भर्खर भर्खर नानीहरू है ल अरू साथीहरू पनि दार्जिलिङ आउनुहोस् है हाम्रो बहिनीहरू यस्तो टिकटक बनाउने साथी नभएर यहाँ ल बिस्तारै आउनु पर्यो अब हामी सिमोच्यात भन्ने ठाउँमा चाहिँ फोटो खिच्छौँ सिमोच्यात यस्तो रमाइलो यो वास्ता ओहो हाम्रो विराज भाइ गुनासो गर्नु भएको छ हिँड्न सकेन म त पछि पर्यो एकदम ओहो विराज भट्ट विराज भाइ भएछ के ल एकदम यो चाहिँ सर्लक्क यहाँ हाम्रो बहिनीहरू लास्टै थाकेछन् के गर्नु हेर्नु न किन रमा आएको नि यो चाहिँ टक्क यहाँबाट यो सिमोच्यात भन्ने ठाउँ अब हामी चाहिँ पुङकाङ रमाइलो पार्क चाहिँ आउनै बाँकी छ साथीहरू अब हामी त्यसपछि धार्चे हो धार्चे चाहिँ झन् अझ तल देखिन्छ यहाँबाट अनि अब यहाँबाट चाहिँ बौद्ध हिमाल पनि हामी प्रत्यक्ष अवलोकन गर्न सक्छौँ तर यो अहिले चाहिँ यसमा पुरा तुमालो लागेको कारणले हामीले सकिरहेको छैन त्यसपछि यता सबै गणेश हिमाल सबै देख्छन् यहाँबाट मान्बु पारी सबै देख्छन् तर यहाँ अलिकति अहिले यो मौसमले गर्दा हामीले केही देख्न सकेको छैन अनि हाम्रो चाहिँ विराज भाइ एकदम ह्यान्डसम छन् है सिमोच्यातमा छ हाम्रो विराज भाइ चाहिँ एकदम एक्सपिरियन्स मान्छे हो है यो ठाउँको चाहिँ एकदम यो सिमोच्यात रमाइलो ठाउँ छन् यो सिमोच्यातमा चाहिँ अब सर्लक्क है यो रुट गाडी बाटो आयो भने यहाँ चाहिँ पुरा बाइक पार्किङ गरेर सरर यो ठाउँ घुम्न सकिन्छ है हामीले यो कल्पना पनि गरिरहेछौँ अब पछि सक्सेस हुन्छ हुँदैन अब यो रुटबाट आज धार्चे जाने मान्छे यति धेरै छन् है अब अर्को बारपाको रुटबाट त्यसपछि गएर लाप्राक गुम्दा अनि स्वारा सोरपानीबाट कति छन् भन्ने कुरा गाइजहरू एकदम चाहिँ सम्पर्कमा रम है ल यो पुङकाङ पार्क अनि यता हाम्रो भाइहरू टिकटक बनाउन सुरु भइसकेको छ हाम्रो एउटा मात्र चाहिँ एउटा सङ्कल्प के छ भने यो बाटो चाहिँ टक्क गाडी रोड आयो भने यो भाइ बहिनीहरूले दुःख पाउने छैन हेर पानी बोकेर बिचरा आम्मै कति माया लाग्दछन् है यस्तो भाइहरू हेर्न यहाँ कतै मितिनी पाउँछ कि भनेर होला ल हेर्नु यो भाइ झन् एकदम चम्बु भाइको ल यसरी यो पुरै यो चाहिँ हाम्रो सिमोच्यात हो है यो सिमोच्यातमा चाहिँ गाडी रोड आयो भने यहाँबाट सर्लक्क यो सेकेन्ड पार्क हुन्छ त्यसपछि पुङकाङ पार्क आउँदैछन् साथीहरू रमाइलो पुङकाङ पार्क म देखाउने छु आज चाहिँ यति धेरै भाइलाई यति
फाइनली गाइज हामी सिमोच्यात आइपुगेका छौँ। अब 2063 सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा। अहिले ठ्याक्कै हामी सिमोच्यात भन्ने ठाउँ आइपुगेका छौँ। अहिले सिमोच्यातमा हाम्रो भाइ बहिनीहरू पुरा रमाइरहेको अवस्था छ। यसरी पुरा नानीहरूको चाहिँ यो रुट साँच्चीकै एकदम रमाइलो छन्। ल ठाउँमा साथीहरू भाइ बहिनीहरू यसरी रमाइरहन्छन्। अहिले हामी गन्तव्यमा पुगेको छैन, अझै पनि हाम्रो धार्चेको यात्रा हो। तैपनि हामी अहिले यहाँ सिमोच्यात लापुदेखि माथिको सिमोच्यातमा आइपुगेका छौँ। अब हामी ठ्याक्कै यो माथि डाँडा पुङकाङ रमाइलो पुङकाङ पार्क हामी पुग्नेछौँ। त्यसपछि मात्र हामी धार्चे पुग्नेछौँ र सम्पूर्ण साथीहरूलाई हामी पुरा भिडियो अपलोड गरिरहनेछौँ र फुल भिडियो हेर्नको लागि तपाईँहरूले मेरो युट्युब च्यानलमा चाहिँ टक्क गएर हेर्नुहोला। प्यारो जित युट्युब च्यानलमा देख्न सक्नुहुनेछ। आजको यात्रा हामी धार्चेको यात्रामा रमाउनेछौँ। ओहो ल हाम्रो विराज भाइको नि है आजको यस्तो रमाइलो यस्तो रमाइलो है साथीहरू। ल गाइजहरू आउनुहोस् है तपाईँहरू पनि यस्तरी हो। हामी गुड। कसले ढाँट्ने हो र विराज भाइलाई? कसरी ढाँट्दैन नि? को छ त्यस्तो ढाँट्न सक्ने होइन? ल ल गाइजहरू है, ओहो यो सिमोच्यातबाट पनि धेरै रमाइलो देखिन्छ के। तपाईँहरू धार्चे मात्र होइन साथीहरू है, सिमोच्यात भन्ने ठाउँ पनि यो रमाइलो पुङकाङ पार्कको सेकेन्ड पार्क हो यो लापुको। यी भाइहरू ओ गुड भाइहरू गुड। यसरी घुम्नुपर्छ है नयाँ वर्षमा। यसरी हेर्नुहोस् है, यहाँबाट चाहिँ राम्रो देखिन्छ है साथीहरू। यो चाहिँ फेरि हाम्रो सिमोच्यात हो। सिमोच्यातको चाहिँ यो पुङकाङ रमाइलो पार्कको यो सेकेन्ड पार्क होइन सिमोच्यात लापुको। सिमोच्यातमा चाहिँ हेर्नुहोस् है, यहाँबाट सर्लक्कै भाइ बहिनीहरू यसरी दौडिरहेछन्। अब रमाइलो पुङकाङ पार्कदेखि धार्चेको यात्रामा यहाँबाट सर्लक्क यसरी देखिन्छ। यो पुरै यो आरुघोट साइड होइन, यसरी धादिङ यो सबै देखिन्छ। तर बाई चान्स यहाँ अहिले चाहिँ तुवालो लागिरहेछ कि हाम्रो विराज भाइहरू एक्सनमा बसिरहेछ नि। यसरी पनि रमाइलो गर्ने यार। तपाईँहरू कहाँ कुनामा घरमा सुतेर बस्नु भएको? आउनु पऱ्यो नि, धार्चे घुम्न आउनु पऱ्यो होइन। त्यसपछि गएर रमाइलो पुङकाङ पार्कको आउनु पऱ्यो। त्यसै गरेर होइन यी यसरी आउँछन् क्या हाम्रोमा। यो पदयात्रा भनेको धेरै राम्रो छन्। अब यहाँ चाहिँ अब विभिन्न प्रकारको सवारी साधन, टक्क बाइक होइन, बाटोहरू, चट्ट पार्क, त्यसपछि भ्यू टावर भयो भने पक्कै तपाईँहरू झन् रमाउने छ भन्ने हामीले कल्पना चाहिँ गरेका छन् है गाइजहरू। तपाईँहरू आउनुहोस्। यो टक्क यस्तो यस्तो ठाउँहरू छन्, यो तलतिरको ठाउँहरू यस्तो रमाइलो। ल ल ल छिटो छिटो आऊ भाइहरू। ओहो हाम्रो भाइहरू त यार यो भिरकुनाबाट आउने भाइहरू यो पाखा दौडिँदैछ नि। भविष्यको कणादारहरू यो रमाइलो पुङकाङ पार्कलाई चाहिँ सफल पार्ने भाइहरू हो यो भाइहरू। एकदम हर्ष उत्सवको साथ चाहिँ हाम्रो भाइहरू नयाँ वर्षमा है पानीको बोतल बोक्दै आउँदैछन्। ल यस्तो र भाइहरूले फेरि युट्युबमा भिडियो पायो भने सब्सक्राइब पनि गर्नु होला है। ल भिरकुनाको वाह हामी चाहिँ यहाँ आइपुग्यौँ अहिले। टक्क हाम्रो मामा पनि यहाँ। ए मामा जानु पर्यो है घुम्नलाई। आया हाम्रो मामासँग भन्नु पर्यो एकछिन। आया ल यस्तो बाटो पनि हिँड्नुपर्छ है साथीहरू। हामी त यसरी पुरा जङ्गल यहाँबाट चाहिँ टक्क अब रमाइलो पुङकाङ पार्क आउने बाटो चाहिँ यो पनि हो एउटा। यो बाटो हुँदै जाने हो, पुरै जङ्गलको बाटो। यहाँ भाइहरू जङ्गलको बाटो हिँड्दैछन्। सर्र चिसो हावासँगै वर्षमा एकचोटि लेक पनि खानुपर्छ है साथीहरू। चिसो ठाउँ पनि पुग्नुपर्छ। यो चाहिँ एकदम आनन्द। यहीँ सुतिरहँ जस्तो चिसो गर्मीमा हुने साथीहरू त अब हो यहाँ आउनुहोस् है साथीहरू, आनन्द लिएर आउनुहोस्। अब
केही समयपछि चाहिँ यहाँ बाटो बन्यो भने त यहाँबाट सर बिचबाट रोड जान्छ अनि यो चिसोमा आनन्द यो गर्मी भन्नै पर्दैन नि यो त चिसोमा आनन्दले सुत्न पाइन्छ है साथीहरू यो जङ्गल सर जान्छ अनि रमाइलो पुङकाङ पार्कमा जान सकिन्छ अनि धार्चे पनि यी भाइहरू क्या हाँसिरहेछन् हेर्नु है हाम्रो बहिनीहरू हाम्रो नानीहरू पनि छन् यहाँ त एकदम रमाइलो दाइ बहिनी बुढाबुढी दिदी सब घुमेर आउने हो घुम्न आउने हो यहाँ त यस्तो ठाउँ हो यो जङ्गलको बाटो क्या आनन्द छन् साथीहरू एकचोटि अनुभव गर्नुहोस् है आउनुहोस् है तपाईँहरू रमाउनु होला मेरो एकदम बिन्ती छ यो धार्चे गाउँपालिका वार्ड नम्बर 7 लापु लापु बेसी हुँदै टक्क लापु गाउँ हुँदै आउने हो लापु गाउँसम्म अहिले चाहिँ बाटो एकदम राम्रो छ गाडीमा आउन सकिन्छ त्यसपछि लापुबाट रमाइलो पुङकाङ पार्क पुग्न चाहिँ टक्क त्यहाँबाट हिँड्नुपर्छ अहिलेसम्मलाई है बिच बाटोसम्म गाडी आउँछ बाइक बाटो बनाइसकेको छ त्यस कारणले गर्दाखेरि आउन सक्नुहुनेछ गाह्रो छ हेर्दै जानुहोस् है साथीहरू भिडियो एकदम हेर्नु पुरा हेर्नु होला भिडियो चाहिँ हामी सब देखाउनेछौँ होइन यो भाइहरू यार यो किस्ने भन्ने चाहिँ को रहेछ भने धेरै चर्चा चल्छ त किस्ने भने को रहेछ भने यो किस्नेले काम बिगाऱ्यो कि सपार्यो कि के हो यार अविनाश भाइ बिगाऱ्यो है त्यस्तो नभन्नु तिम्रो साथी होइन र काम राम्रै गर्यो भन्ने सुन्छ त यार किस्ने भाइले ओहो किस्ने भाइको धेरै याद गरेका छन् है अब किस्ने भाइ भन्ने को मलाई थाहा होइन तर अब पक्कै यो वर्ष चाहिँ किस्ने भाइ छुट्यो जस्तो लाग्छ है अब अर्को वर्ष चाहिँ पक्कै आउँछ होला यो भाइहरूले धेरै मिस गर्छन् रमाइलो यात्रा भने यही हो यी हाम्रो बहिनीहरूलाई चाहिँ हाम्रो भाइले झोलाइ बोकेर आफ्नै बहिनी हो है गाइजहरू आफ्नै बहिनी हो यसरी दाइ दिदी भाइ बहिनी बुबा आमा सब घुम्न आउन सक्नुहुन्छ है यहाँ चाहिँ एकदम मेरो चाहिँ नाताले छोरीहरू पर्छ है ल यो चाहिँ सुम्रो भन्ज्याङको चाहिँ अब यो चाहिँ हामी यहाँ यसो हेर्नुहोस् तपाईँहरूलाई म देखाउन चाहिरहेको छु यो चाहिँ के भने अब सुम्रो भन्ज्याङको चाहिँ एउटा बर्खामा बस्ने गुड हो लेकमा बस्छ भन्छ हाम्रो अहिले ठ्याक्कै रमाइलो पुङकाङ पार्कभन्दा मुनिपट्टि गुडमा हो हामी यहाँ चाहिँ यस्तो छ है मोलहरू यसरी खेर जान्छ है गाउँमा भयो कति बारीमा भयो सुन्दै यो मोल खेर जान्छ यत्तिकै यो अब यसलाई यस्तै खेर जाने यो पुरातिर तलतिर सबै मोल हो अब यहाँ गोठ हुन्छ बर्खामा है एकदम रमाइलो हुन्छ बर्खा हरियाली र गोठ हुन्छ र तपाईँहरू भिडियो सुट गर्नको लागि आउनुहुन्छ भने यो ठाउँमा आउनु सक्नुहुन्छ होइन यहाँ चाहिँ पुरै भिडियोहरू बनाउन तपाईँ फिल्महरू सुट गर्न चाहिँ एकदम राम्रो पाइक पर्ने ठाउँ हो यो चाहिँ गाउँपालिका ओडाको साझेदारीमा पुरै यो चाहिँ जस्ताले बनाइदिएको छ कि सर्लक्क यहाँ पनि गोठ छ यसलाई चाहिँ सुम्रो भन्ज्याङ भन्छ रमाइलो पुङकाङ पार्कको चाहिँ मुनिपट्टि हो ठ्याक्कै यसमा चाहिँ बर्खामा बिहामा चाहिँ एकदम रमाइलो हुन्छ क्या अहिले चाहिँ हामीले यो तुवालो लगाएर कहीँ देख्न सकेन बर्खामा यो पुरै रमाइलो हुन्छ पुङकाङ पार्कबाट चाहिँ यो तल्लो धादिङ साइड यो भेग चाहिँ पुरै रमाइलो देख्न सकिन्छ अलिकति यस्तो बाटो पनि चढ्नुपर्ने हुन्छ है अब यो बाटो यस्तो बाटोलाई चाहिँ अलिकति मध्यनजर गरेर सर्लक्क बाटो बनाइदिएदेखि हुन्थ्यो यो कहाँ सुख छ र हो साथीहरू यार रमाइलो ठाउँमा पुग्नलाई त अलिकति दुःख त गर्नु परिहाल्यो नि होइन र केही चिज पाउन त केही त घुमाउनु पर्यो है आउनुहोस् तपाईँहरू पनि कहिलेकाहीँ यस्तो पहाडहरू पनि चढ्नुपर्छ क्या वर्षमा एकचोटि यस्तो पहाड चढ्ने प्र्याक्टिस पनि गर्नुपर्छ है हँसाएर मैले हँसाएर हाम्रो नानीहरू उकालै चढ्न सके होइन हामी ठ्याक्कै अब यो भ्युजबाट माथि हाम्रो छोरीहरू हेर्नु आमा म नि सकेदेखि त बोकेरै लान्थ्यो हाम्रो छोरीलाई खै के गर्नु सक्दैन
ल हामी चाहिँ यो रेस्ट गर्ने ठाउँ हो सर्लक्क। अब हामी रमाइलो पुङकाङ पार्क चाहिँ हामी अब प्रवेश गर्न लागिरहेछौँ। ए अब यो चाहिँ यस्तो चौतारी है, आउनुहोस् है चौतारीमा गफ गरौँ एकछिन ल। ए अब हामी लेक पार गर्दैछौँ। हाई अल्टिट्युड पानी पाउँदैन नानी मेरो बहिनीलाई, दाइहरूले बोकेर ल्याए नि पानी, किन चिन्ता गरेको छ नि अहिले खाउँला है हजुर हो नि। अब यहाँ धारा पनि व्यवस्था हुन्छ, पहिलो कुरो रोडको व्यवस्था भयो भने ए हाम्रो नानीहरू दुःख पाउने थिएन। ए हेर्नु त यस्तो डक पनि क्या रमाइरहेछन् हौ यस्तो हो नि। साथीहरू आउनुहोस् है रमाइलो गर्नुहोस् तपाईँहरू पनि टक्क पुङकाङ रमाइलो पार्कमा हामी आउन लागेको छौँ। भाइ यो तलतिर सबै हो, यो पुरै लापुदेखिको माथिको रमाइलो ठाउँ हो। अब यस्तरी सर्लक्क हामी यहाँ रमाइलो गर्छौँ। एकछिनपछि पुङकाङ पार्कमा हामी रमाइलो गर्छौँ, तपाईँहरूलाई भ्यू देखाउनेछौँ। तपाईँहरू आउनुहोस्, त्यो गर्मीमा नबस्नु न हो, त्यो चितवन काठमाडौँ किन बस्नु भयो गर्मीमा, है यहाँ आउनुपर्छ नि यस्तो रमाइलो ठाउँ होइन बाहिर हो नि। अनि एकचोटि आउनु न वर्षमा, यो फेरि लापु हुँदै आउनुहोस् है, लापु बेसी लापु गाउँ हुँदै टक्क पुङकाङ पार्क, त्यसपछि धार्चे। ए हाई अल्टिट्युड पनि खानुपर्छ क्या, टाइममा एक वर्षमा एकचोटि चाहिँ हाई अल्टिट्युडमा हिँड्नुपर्छ होइन, हाम्रो लङ्सलाई चाहिँ एकदम बलियो बनाउनलाई हामी चाहिँ त्यसरी हिँड्नुपर्ने हुन्छ। ए सब रमाइलो छ, अझै कति छन् यहाँबाट मात्र आज 300 भन्दा बढी मान्छे गएका छन्। खाइदिनु त सबैले आउ न। ए थाक्या छ है, मान्छेलाई धन्यवाद दिनुपर्छ है, पानी दिने मान्छेलाई, पानी पोख्ने मान्छेलाई यस्तो धन्यवाद दिनु, आशीर्वाद दियो। त्यहाँ माथि धार्चे डाँडामा चाहिँ कोहीसँग मितिनी लाओस् भनेर हातमै देऊ न, हातमै भात खाइदिएर लाग्यो तिमीले त अहिले झ्याम्मै आउँछ कुकुर त। त्यत्रो झन् भिडियो नभएर चाहिँ यार ल फेरि आधी यार मेरो विराज भाइलाई यार यस्तो यस्तो आधी भनेर अघि नै दिएको थियो, झन् भिडियो नै नभएर चाहिँ यो राम्रो चाहिँ है तेरि खतम भने यार दुईचोटि खाना पायो भन्छ त यार ठिटाल त। ल है साथीहरू, अब हामी चाहिँ ठ्याक्कै यो रमाइलो पुङकाङ पार्क आइपुग्न लागेका छौँ। अब यो पुरै लाली गुँरास हो, यसपालि लाली गुँरास अलिक पहिल्यै फुलेर भइसकेछ। यो रमाइलो पुङकाङ पार्कमा चाहिँ पुरै यो लाली गुँरास हुन्छ। अनि धार्चेको डाँडा, धार्चे डाँडा यो हो, यो धार्चे डाँडा चाहिँ अहिले कुहिरो लागेको छ है, एकदम धार्चे डाँडामा चाहिँ एकदम कुहिरो लाग्छ छिटो होइन। त्यसपछि तल्लोपट्टिको त्यो सेतो एउटा भिर छ, यो चाहिँ नासुङ दरबार भन्छ, यो चाहिँ देउता गोर्खाको चाहिँ गोर्खाको कालिका मन्दिर भन्दा नै जस्तै यो चाहिँ एउटा दरबार, देउताहरूको दरबार भन्ने गरिन्छ। यहाँ धेरै भकालहरू भने धेरै राम्रो हुन्छ। यसमा यता चाहिँ अब लाप्राकको नयाँ बस्ती पनि यताबाट देखिन्छ। अनि त्यसपछि गएर यो रमाइलो पुङकाङ पार्कमा चाहिँ भाइहरू कुकुरको साथ हामी चाहिँ एकदम रमाइलो साथ आएछौँ। हाम्रो भाइ छु अब त जाडो नि छ नि साथीहरू, चितवनको गर्मी हो भन्दा त यहाँ त कति चिसो आनन्द छ। ल यो तल यहाँबाट हामी आउने हो, हामी त्यहाँबाट सरर आउने हो। हाम्रो चाहिँ भापी योजनामा चाहिँ यहाँबाट गाडीको बाटो यो रमाइलो पुङकाङ पार्कसम्म आइपुग्यो भने हामी हुन्छ भन्ने कुरा हो। ए भाइहरू दौडिँदैछ। अब चाहिँ ट्याक्कै हामी यो चाहिँ रमाइलो पुङकाङ पार्कको अलिकति मुनिपट्टि हो। अब यसको माथि यो डाँडा चाहिँ हामी अब रमाइलो पुङकाङ पार्क आउँदैछ। यहाँ म तपाईँहरूलाई एकदम अहिले देखाउन चाहन्छु। यसमा चाहिँ यहाँ यो रमाइलो पुङकाङ पार्कमा चाहिँ यस्तो लाली गुँरास हुन्छ है साथीहरू। यो लाली गुँरास चाहिँ कस्तो भने कोही सेतो कोही रातो एकै ठाउँमा एकदम चाहिँ क्या यो पुरै लाली गुँरास हो। यस्तो र अहिले सिजन ट्याक्कै सिजन अफ भएको हो, अलिक अगाडि आउनुपर्छ। अरे भाइहरूले यो कुना कुना बाटो ल्याइक्या यार, आता ताता हट। तर बाटोको चाहिँ आवश्यक छ कि ल, उसलाई पनि थाकेछ विराज भाइ। अरे हिरो विराज भाइ यार,
हेट हाइट अब लाली गुनाँसको बोटले चाहिँ झपक्कै है लु अब रमाइलो पुङकाङ पार्क अब आउँदैछ। यहाँ आएपछि हाम्रो एकदम एउटा घर छ बिराज भाइको लागि है। ल अब चाहिँ रमाइलो पुङकाङ पार्कलाई चाहिँ हामी स्वागत गर्छौँ है। नयाँ वर्ष 2083 छैन हो नि हाम्रो यो रमाइलो पुङकाङ डाँडा हाम्रो भाइले गीत पनि अब लाली गुनाँस यस्तो सानो बुट्टामा फल्छ। यहाँ त घुम्नै पर्ने ठाउँ हो क्या तपाईँहरू यार घुम्नै आउनुहुन्न आउनुहोस् न यहाँ आउनुहोस् है यहाँ आउनुहोस् के स्वागत छ हामी स्वागत गर्न तयार छौँ। ए यस्तो सुटिङ गर्ने ठाउँहरू छन् है। ए अब रमाइलो पुङकाङ पार्क चाहिँ अब आउँदैछ। पुङकाङमा चाहिँ यस्तो लाली गुनाँसहरू यसपालि लाली गुनाँस चाहिँ अनि यहाँबाट उता अब पुरै देख्छन् लाप्राको नयाँ बस्ती पनि अब यहीँबाट देख्न सकिन्छ यो साइडबाट है। अब अर्को साइड भनेको अब हामी धादिङ साइडतिरको हामी देखाउँदैछौँ। अहिले चाहिँ धादिङ साइडतिर म देखाउँछु। अहिले यहाँसम्म टक्क एउटा रोड आइपुगेर पार्क बन्यो भने फेरि पनि तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु है। लौरो टेकी आउनु पर्यो के गर्नु त गाह्रै छ थाक्यो धेरै आम्मा हो है गाह्रो छ नि। रमाइलो ठाउँ आउनलाई कहाँ सजिलो हुन्छ त नि गाह्रो हुन्छ नि। ए अब ठ्याक्कै रमाइलो पुङकाङ पार्क आउँदैछ कि योभन्दा माथिबाट हो म तपाईँहरूलाई सर्लक्क देखाउँछु। यो अहिले भ्यू खुल्यो भने यस्तो राम्रो छ। दुःख छ नि यसरी सहयोग गर्नुपर्छ एक आपसमा। आउनुहोस् तपाईँहरू पनि रमाउनु है तपाईँहरू पनि रमाउनुहोस् है। अनि हेर्नु त यस्तो रमाइलो पुङकाङ पार्क है। लाप्राक देख्ने ठाउँ टक्क लापु यो मुनि हो। यहाँबाट सर यो हुँदै 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 आउने हो अब आइपुग्यो है। गाइजहरू एकदम चाहिँ तपाईँहरू हेर्नु होला भिडियो हेर्नु होला। हेलो ल फेरि पनि है हामी यस्तो ठाउँमा जन्मनु चाहिँ एकदम भाग्यमानी ठान्छौँ किनभने हामी दुःख गरेर भयो नि यो ठाउँमा आइपुगेका छौँ। एकदम ठिक टाइममा हो हामी। तर यो बेला चाहिँ मौसम अलि खुल्दैन किनभने तुमालो लागिरहेछ। ल यस्तो चट 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 नाच्दैछ हाम्रो बहिनीहरू। लाली गुनाँसको बोट चाहिँ टन्नै छ तर यो सिजन फागुनमा हो। अहिले चाहिँ यो रमाइलो पुङकाङ पार्क चाहिँ यस्तो छ है। ए यहाँ आउनु होला कि तपाईँहरू यहाँबाट धार चाहिँ फेरि 1 घन्टामा सर्लक्क चढ्न सकिन्छ। अनि त्यसपछि फेरि रमाइलो पुङकाङ पार्कमा तपाईँहरू आउनु होला। ए यता सबै लाप्राक देखिन्छ यो अहिले तुवालो लागेर हो। ल यसरी हामी यात्रामा जाँदैछौँ। धार्चे डाँडामा कुहिरो लागिसक्यो हेर्नुहोस् है। धार्चे डाँडाभन्दा रमाइलो पुङकाङ पार्कमै ठिक छ। ए भिडियो बनाउने भाइ बहिनीहरू अब रमाइलो पुङकाङ पार्कमा चाहिँ एउटा देउराली छ। देउरालीमा अब यहाँ भाइ बहिनीहरूले अब के माग्ने हो। ल हेर्नु त अब यस्तो छ हेर्नुहोस् है। ओहो रमाइलो पुङकाङ पार्क त्यतिकै नाम होइन नि त यो होइन। बिराज भाइ आनन्द सबै हामी हेर्न सकिन्छ। दिदी बहिनी दाजुभाइ जो भए पनि जोडी पनि यसरी बस्न सकिन्छ रमाइलो पुङकाङ पार्कमा। अनि यो रमाइलो आरुघाट आर्केटदेखि लिएर सबै ठाउँहरू देख्न सकिन्छ हो यहाँबाट। वाह रमाइलो पुङकाङ पार्कमा ओहो चिल पनि हेर्नुहोस् है। चिल यसरी आइरहेछ है। हेर्नुहोस् त ओहो यो ठाउँ त धेरै सुन्दर ठाउँ हो क्या। तपाईँहरू आउनुहोस् होला। मैले त्यतिकै भनेको छैन होइन
युट्युबमा हेरेर तपाईँले चाहिँ भिडियो हेरेर टक्क आउनु होला है भाइहरू टक्क। यो चाहिँ पुरा आरघट साइड देख्ने ठाउँ हो यो रमाइलो पुङगाङ पार्क। अब यहाँबाट ए भाइहरू यहाँ छन् हाम्रो भाइ। यो चाहिँ यो आरघट साइड यता देख्ने हो। यसमा तर अहिले तुवा लागेर तपाईँको भदौ असोजको बेलामा चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ। तपाईँहरू फिल्म सुट गर्न पनि यहाँ ठाउँमा आउनलाई चाहिँ अनुरोध गर्न चाहन्छु। ए दाइ बहिनीको सम्बन्ध यस्तो छ हेर्नुहोस् है। अब भाइ गुड 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 भाइ आइएम सरी है भाइ। हेर्नुहोस् है यो पुङगाङ हो कि यो पुङगाङ रमाइलो पुङगाङ पार्क हो कि यसरी हो कि घुम्ने भनेको साथीहरू। ए तपाईँहरू यार सधैँ पिकनिक जानुहुन्छ सधैँ चाहिँ अनि मासु र भात मात्रै खानुहुन्छ। यस्तरी आउने हो नि नयाँ नयाँ ठाउँ घुम्ने होइन। यो लालीगुँरास अहिले सिजन अफ भएर मात्र हो यो पुरै लालीगुँरास फुल्ने ठाउँ हो। ए हेर्नुहोस् त यसरी हो कि नयाँ वर्षमा भनेको नयाँ यात्रा ग्यादरिङ गर्ने हो है साथीसँग यसरी। अब आनन्दले ल यसरी ल यो रमाइलो पुङगाङ पार्क यहाँसम्म रोड आएर एउटा व्यवस्था बनाउन सकियो भने पक्कै हामी चाहिँ एकदम यो पुरै आरघट साइड। ए बहिनीहरूलाई यो रमाइलो पुङगाङ पार्कमा स्वागत छ है एकदम। हेर्नु त अब थाकिसक्यो चाउचाउ खानु ला के गर्ने। अब ल यता चाहिँ पुरै यो यता धार्चे यो डाँडा यहाँबाट 1 घन्टा 1.5 घन्टामा पुग्छ यो रमाइलो पुङगाङ पार्कको एरिया हो। अनि यतातिर पुरै यो चाहिँ यो धार्चे डाँडा हो। अनि यहाँ रमाइलो पुङगाङ पार्कबाट लाप्राकको नयाँ बस्ती पनि देख्न सकिन्छ है यहाँबाट। अब धार्चे डाँडा हामी जाँदैछौँ। अब यो चाहिँ जुन कुहिरो लागेको डाँडा अनि यहाँ चाहिँ हाम्रो चारैतिरबाट गुम्दा लाप्राक र यता सरासोर पानी बारपाकदेखिको जुन नयाँ वर्षमा चाहिँ सबै एकै ठाउँमा हामी जम्मा हुन्छौँ र त्यहाँ रमाइलो गर्छौँ ग्यादरिङ गर्छौँ एक आसमा साथीभाइहरूसँग भेटघाट गर्छौँ होइन। यो नै हाम्रो चाहिँ एउटा आनन्दको क्षण हो। तपाईँहरू गर्मी तल यहाँ हेर्नुहोस् त आनन्द छ यो ठाउँमा हो नि त रमाइलो पुङगाङ पार्कमा आउनुहोस्। अब तपाईँहरू जहिले पनि लापु बेसी हुँदै लापु गाउँ हुँदै रमाइलो पुङगाङ पार्क हुँदै धार्चे हुँदै तपाईँहरू धार्चेबाट जहाँ पनि जान सक्नुहुनेछ। स्वागत छ हजुरहरूलाई। कसको लाग्यो कसको लाग्यो त्यो फुल कसको लाग्यो कसको लाग्यो भने वाह धार्चेमा होइन त्यो चाहिँ रमाइलो पुङगाङ पार्कमा है हामी बसिरहेको छौँ। यसो आनन्द गर्नुपर्छ। त्यो चाहिँ मसँग छ नि त बाबु ल राख त यहाँ एउटा हात भयो सर ल हामी त यसरी खान्छौँ। तपाईँहरू नि आउनुहोस् है। ए त्यो चाहिँ चितवनको गर्मीमा किन बस्यो भने होइन यसरी हो नि यसरी हो नि त हाम्रो नानी हाँसिरहेछ होइन त उहाँ पनि गर्मीबाट आयो क्या त्यही भएर साथीहरू पनि आउनुहोस्। अब ल हाम्रो भाइ पनि यसरी भाइसम्म यसरी अब आइरहेछ यो रमाइलो पुङगाङ पार्कमा। अब यहाँ पार्क निर्माण हुन्छ त्यसपछि हो नि वाह वाह यस्तो हो क्या। ल हामी चाहिँ अब रमाइलो पुङगाङ पार्कबाट चाहिँ हामी यात्रा दौडिरहेछन्। अब हामी लाग्यौँ यो साँच्चीकै वास्तवमा तपाईँहरूको माझमा चाहिँ मैले यो भिडियो एकदम चाहिँ किन यसरी दुःख गरिरहेछौँ भने यो देखाउनको लागि तपाईँहरूले चाहिँ यो ठाउँमा घुम्नलाई एउटा मनोरञ्जन लिनको लागि हो। यो यति ठुलो एरिया छ होइन धार्चेको जत्रो एरिया छ यो रमाइलो पुङगाङ पार्क। फेरि यो सम्म मात्र होइन तर यसमा चाहिँ डाँडा योबाट धेरै ठाउँ देखिने के नयाँ बस्ती अनि बौद्ध हिमाल त्यसपछि गणेश हिमाल है सबै देखिन्छ। तर यो अहिले तुवालोको कारणले मात्र तपाईँहरू अवश्य एकचोटि भिजिट गर्न आउनुहोस्। त्यो बारम्बार आउनु मन लाग्छ। हामीले चाहिँ अलिकति यो ठाउँलाई चाहिँ पार्कको रूपमा सर्लक्क यो चाहिँ पुरै बनाउने चाहिँ हामीले एउटा योजना प्लानिङ चाहिँ बनाएको छौँ। एउटामा पनि केही कुराहरू छलफल चाहिँ भएको हो। अब धार्चे चाहिँ यस्तो धुवा एकदम चाहिँ कुहिरो लाग्छ होइन तर यो पार्कसम्म चाहिँ कुहिरो लाग्दैन एकदम रमाइलो छ। हेर्नुहोस् यति छ ए भाइ बहिनीहरू चाहिँ यसरी अगाडि बढ्दैछन्। ए यो पर्यटकीय गन्तव्यमा हजुरहरूलाई एकदम स्वागत। अब धार्चे पुगेपछि यस्तो ज्याकेट लाउनुपर्छ है के भन्नु धार्चेको उकालो
रमाइलो पुङकाङ पार्कबाट चाहिँ यसरी माथि उकालो चढ्नुपर्छ गाइज के गर्नु अब केटाहरू भात खाएर मान्छे छिटो आयो भने खाँदैछ है साथीहरू हो त खाऊ खाऊ केटा हो खाऊ यही रमाइलो भनेको लास्टै भोक लागेको रहेछ भाइ हेर्छ एकैछिनमा सक्यो त नि भात त दार्जिलिङको यात्रा है साथीहरू अब रमाइलो पुङकाङ पार्कबाट दार्जिलिङ जाँदै हामी यसरी चाहिँ रमाउँदै जाँदैछौँ आमाहरू त्यताबाट बाटो छैन हौ आमाहरू मेरो त बुढी नै छैन कहाँबाट बाउ हुन्छ फेरि हाम्रो दिदी बहिनीहरूलाई नि सकत धर्चेमा आउनुहोस् आउनुहोस् लगाउनु पर्दैन कताबाट आउनु भएको आमामा ठाँटीको होइन ठाँटीको हो कि कहाँको हो हो नि होइन आमामा ठाँटीको यस्तो राम्रो राम्रो केटीहरू हेर्नु है हो नि हाम्रो नि हाम्रो बहिनी नि आउनु बहिनी पनि आएर रहेछ ल ल जाने अब ए यस्तो रमाइलो ल धार्चेको यात्रा चाहिँ अब गोर्खामा बस्छ चिन्छ तिमीले ओहो यस्तो भेट हुन्छ नि त नयाँ वर्षमा धार्चे आएपछि सबै मान्छे ल आउनु भन त ल बाबु छिटो भिडियो मार्फत आउनु भन ल सबैलाई धार्चेमा आउनु भन यस्तो सबजनालाई धार्चेमा आउनु स्वागत छ है यहाँ हो गुड यसरी हो नि त होइन ल बाह्र पास गरिसक्यो कहिले हेर्ने त अनि पढिसकेपछि हेर्ने पढिसकेपछि चाहिँ अर्कै बन्ला नि त र यसरी रमाइलो गर्दै बस्ने हो नि हामी त होइन ल है धार्चेमा टक्क धार्चे हिलमा चाहिँ क्याम्प फायर ल धार्चेको लोकल मकै लोकल हामी चाहिँ अब फाइनली विराज भयो होइन धार्चे आइपुग्यो होइन ल ठिक छ अब धार्चेको ठ्याक्कै सुरुवात भयो है के भयो छोड्यो छोड्नु भएन नि त भाइहरू तिमीहरूकै लागि हामी यस्तरी आछौँ यहाँको टिम कहाँबाट हो भाइहरू चाहिँ यामा गाउँबाट है ओहो वाह वाह यस्तो यस्तो छिटोहरू छन् है धार्चेमा यसपालि पनि टक्क पर्यटकको चाहिँ घुइँचो ल धार्चे हिलमा चाहिँ हामी आइपुग्यौँ धार्चे हिलको चाहिँ यो टक्क धार्चे हिलमा चाहिँ धार्चे हिल भनेर चाहिँ यो लेखिएको छ होइन अनि धार्चे हिलमा चाहिँ यसरी मौसम चाहिँ यस्तो खुल्दैन प्रायः जसो कुहिरो मात्र लागिरहन्छ यो सिजनमा यसपालिको नयाँ वर्षकोमा चाहिँ आउँदैछन् है हामी अलि अगाडि आइपुग्यौँ धार्चे हिलमा पर्यटकको घुइँचो आहा यस्तो हुनुपर्छ कि रमाइलो भनेको ल है साथीहरू आउनुहोस् वाह 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 आउनुहोस् है अहिले धार्चे हिल आइपुग्यौँ हामी धार्चे हिलमा चाहिँ मौसम अलि न्यु इयरमा सधैँ वर्षैपछि यस्तो हुन्छ त्यस कारणले हजुर वर्षैपछि आउन सक्नुहुनेछ ल धार्चेमा के लाजहरू ल ल खाम खाम केटा हो हाम्रो भाइले यस्तो निहालेर हेरेको छ कि होइन चट्ट लाएर निहालेर हेरेको छ क्या चट्ट लाएर नयाँ वर्षमा चाहिँ हामी धार्चे आछौँ भनेर धार्चे हिलबाट है हा ल अब हामी खाजा खान्छौँ के हो एक कार्टुन खाइसकेको यामा कति खाजा खाएको छ नि के अरे ओहो हाम्रो बहिनीहरू यस्तो राम्रो राम्रो बहिनीहरू वाह हामी लापुबाट आफूहरू नि
सोरपानीबाट ल ल केटा बसौँ त सोरपानीको टिटीहरूसँग बस्नु पर्यो नि त के हो पछाडि पछाडि बसेको यता यता आएर बस न यता ए ल ल हेर 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 यहाँ भाइहरू लजाएको आमामा यसरी लजाउनु हुँदैन नि ल आउ न वा के मन पऱ्यो र नि त बाबुलाई त हेर पछाडि फर्केर बस्यो लजाएर बसेको हेर यो यहाँनिर ओ ल ल यता यता वा 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 खतरा लजाएको वा वा ए म गरिहाल्छु नि भने किन चिन्ता गरेको ल ल हो है यो सबै पुरा युट्युबमा आउँछ साथीहरू वाह ओ ल ठिक छ मेरो सोच्दै सोधीबाट तर यहाँ केबल कार मन्त्री भयो भने मेरो पैसाले बेचेको त्यो के भन्छ क्यान्टिन अहिले यस्तै छ नि मलेसियाले गर्न नसकेर सिङ्गापुरलाई बेच्यो सिङ्गापुरले त्यस्तो ठाउँमा किन अहिले त त्यहाँ क्यान्टिन आइल्यान्ड भने यस्तो बपाल छ यस्तै हो वाह 2083 सालको चाहिँ धार्चेमा पर्यटकको भिडभाड हजुर देख्न सक्नुहुनेछ धार्चेमा पर्यटकको घुइँचो हजुर देख्न सक्नुहुनेछ हामी धार्चे आइसकेका छौँ अहिले धार्चेमा पुरै पर्यटकको घुइँचो छ न्यू इयरमा चाहिँ हामी यहाँ धार्चेमा आउने गरेको छौँ किन लजाउने हैन धार्चेमा पर्यटकको भरिभरा यसरी रमाइरहेका छन् कि धार्चेमा यो वर्षको नयाँ वर्ष 2083 सालमा चाहिँ यसरी रमाइरहेका छन् धार्चे हिलमा तपाईहरु पनि आउनु होला है साथीहरु नेक्स्ट इयर चाहिँ पक्कै पनि आउनुहुनेछ भन्ने पुनः विश्वास छ हजुरहरु यसरी रमाउँछन् धार्चे हिलमा रमाइलो पुङकाङ पार्कबाट हामी धार्चे प्रवेश गरिरहेका छौं त्यसपछि धार्चेमा चाहिँ यसरी रमाइरहेछन् ल भाइ पनि धार्चे आएको रहेछ हैन के कस्तो लागिरहेछ भाइलाई धार्चेमा धार्चे रमाइलो त रमाइलो हो पहिलाको समयभन्दा चाहिँ अहिले चाहिँ धेरै फरक भएको फेरि फरक भएको छ है सम्पूर्णलाई नमस्ते मेरो नाम चाहिँ समिल हो अहिले हामी विगत वर्षदेखि नै यस धार्चेमा चाहिँ चलि गर्दै नयाँ वर्षको दिनमा चाहिँ वैशाख 1 गते चाहिँ अब सम्पूर्णलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ सम्पूर्णलाई चाहिँ यस विधि 2083 साल वैशाख 1 गते चाहिँ घुम्न आएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक ह्याप्पी न्यू इयर भन्न चाहन्छु पहिलाको समयभन्दा चाहिँ अलिकति धेरै कम भएको छ त्यही अलिकति बाटोको समस्या भएको कारणले होला सायद अनि पानीको समस्या बनाउनु पर्यो हैन बाटो बनाउनु पर्यो हैन त्यसो पानीको हैन अनि रोड पनि बनाउनु पर्यो कस्तो फिल भइरहेछ अहिले आफुलाई ठिकै रमाइलो घुम्दै आउँछ सरसपनी गरबा लाप्रा बुन्दा रमाउन धार्चे आएपछि रमाउनु परेन अघि जसरी रमाए त्यसरी रमाउ त ल हो ल ठिक छ यहीँबाट सिक्दै जाऊ न प्र्याक्टिस गर्दै जाऊ यस्तो रमाउनु हो यस्तो हो नि गुड हाम्रो बहिनीलाई गुड ल आउँदै हो भर्खर आउँदै हो ल ल ल ल ल ल कम्मर भाँच्नु है मड्काइकन
धार्चे हिलमा है आहा हाम्रो साथीहरूले हेर्नुहोस् है अबको दिनहरूमा चाहिँ कतिको सक्सेस हुन्छ भनेर ल ए धार्चे हिलमा चाहिँ हामी यसरी रमाउन सक्छौँ है ए भाइहरू कोसिस गर्दै हुनुहुन्छ धेरै छन् यस्तो है सबै साथीहरूले यसरी टक्क लाएर है ओहो ल यो चाहिँ रमाइलो पुङकाङ पार्कबाट टक्क 1.5 घन्टा उकालो चढेपछि धार्चे हिल आइपुग्ने हो घर बनाउँदैछ है तपाईँहरूलाई स्वागत गर्नलाई एकदम किन लजाउनु भयो यसरी लजाउनु भएन नि अच्छा अच्छा किन लजाएको हो नि यस्तो हो नि त आहा हाम्रो नानीले यसरी गर्छ खोइ हेर न यसरी लजाउने होइन नि घुम्न आएला साथीहरू हामी चाहिँ अब धार्चेबाट लाग्यो आउने जाने कार्यक्रम भइरहेछ कोही आइरहेछन् कोही गइरहेछन् है अहिले चाहिँ धेरै कम भएको छ अब हामी बिस्तारै हामी रमाइलो पुङकाङ पार्कतिरै हामी जान्छौँ फर्किन्छौँ धार्चेमा चाहिँ अहिले करिब करिब अब यहाँबाट निस्किसकेको छ धेरैजना साथीहरू अब चाहिँ यहाँबाट कोही कोही मात्र फेरि पनि आइरहेको देखिन्छ अहिले चाहिँ यसमा ए अझै पनि धेरै चाहिँ नाच्दैछन् अब हामी भनेको निस्किन लागिरहेछौँ भिडियो एकदम हेरिदिनु होला है सुरुदेखि लास्टसम्म भिडियो हेरिदिनु होला र भिडियो मन परेमा लाइक सेयर कमेन्ट पनि गरिदिनु होला ल धार्चे हिलको चाहिँ यो मन्दिर यहाँ चाहिँ एकदम यहाँको नानीहरू चाहिँ पुरा चाहिँ यहाँ यस्तो पूजापाठ सहित फोटो खिच्ने सेसन चल्दैछ धार्चेको चाहिँ हिलमा यो ठ्याक्कै टपको चाहिँ मन्दिर ल है साथीहरू अब यहाँ नेक्स्ट इयर चाहिँ तपाईँहरू पनि आउनु होला यो इयरमा चाहिँ यस्तो छ किन नानीहरू ओहो ल कहाँ बारपाको हो तिमीहरू कताको हो ओहो ल बोलो न बोलो हो बोलो बोल्दैमा केही जाँदैन के ल हो युट्युबमा आउने हो ल ओहो ल यसरी हो नि त बोल्ने त होइन ल केटाहरूको एक्सन सबैजनाले लाइक सब्स्क्राइब हो यस कमेन्ट यस शेयर हो सरी हो नि धार्चेमा